आजको हाम्रो यो ट्रेकिङ हो चाहिँ बिएड सेकेन्ड इयरको इङ्ग्लिस ग्रुपसँग एकदम रमाइलो भइरहेको छ। तपाईँहरू सुन्तला खाने बेला आउनुहोस्। थालमै हानिदिनेवाला मान्छे हेरेन भोजमै। Thank you so much. Yeah, cheers गरेला। ओके ल बाय बाय। आजको हाम्रो यो ट्रेकिङ हो चाहिँ बिएड सेकेन्ड इयरको इङ्ग्लिस ग्रुपसँग हामी 22-25 जना छौँ। अब यो सुर्खेत मल्टिपल क्याम्पसको गेटदेखि सुरु भएर यहाँ चिसापानी कि भैरवस्थानको चाहिँ शहीद गेटको बाट छिरेर राइटबाट प्रवेश गरेर माथि जाने गोटीगाँडा होइन, गोटीगाँडासम्म पुग्दैछौँ। त्यहाँबाट पनि उतातिर चाहिँ ट्रेकिङबाटै फर्किन्छौँ हामी। सकेसम्म चाँडो फर्किनु प्रयास छ, तर यहाँ हिँड्न एकदमै गाह्रो भइरहेको छ। यो हाम्रो ब्याचलर सेकेन्ड इयरको चाहिँ इङ्ग्लिसको ग्रुप। यहाँ फुटबल टिम पनि छ हाम्रो सानो चाहिँ भाइ बिनाहरू असाध्यै प्रिय। उहाँहरूलाई चाहिँ अन्डर 14 वाला टिम हो। उहाँहरूलाई एकदम राम्रो प्रगति गरून् भन्ने चाहिँ एकदम शुभकामना छ। राम्रो गर्नु होला। ल यसमा चाहिँ हाम्रो एलिनाको के छ भ्यू? असाध्यै रमाइलो लाग्छ अनि साथीहरूसँग घुम्न पाएर एउटा मेमोरिज पनि भयो। अनि ल बासु एकदम रमाइलो भइरहेछ। अनि बाबु रमाइलो भइरहेछ। रमाइलो क्षण हामी बिताउँछौँ आज। ल फुटबल टिमको चाहिँ क्याप्टेन को छ? ल महेशजी, हाउ आर यु फिलिङ? हामी युनिभर्सिटीको चाहिँ भाइ बिनाहरू हो, म चाहिँ उनीहरूको टिचर हो। तपाईँहरूसँग भेट्नु त एकदम वी आर फिलिङ भेरी ह्याप्पी। मलाई धेरै खुसी लागिरहेको र अनि अब यिनीहरूलाई धेरै खुसी लागेको होला। हामी चाहिँ राणासम्म ल हाइकिङ हुन्छ। ल माथि हामीले चाहिँ खसी काट्न पठाइसकेको छ, त्यहाँ पिकनिक खाने हामी। ए निशा अनुहार देखेर त कान्छी अलि माथि उभिएर खै प्रार्थना फेस देखा, तेरो मेकअप जिरो भएको। अब के गर्छ? ए अर्को नानु वर्षा, खै वर्षा अलि फेस देखाऊ ल। खै निशा ल ओके। यहाँ हाम्रो खै यहाँ यतापट्टि देवेन्द्र। ल आज हामीहरू ट्रेकिङ गइरहेको छ सुर्खेत मल्टिपल क्याम्पसदेखि गोठीगाँडा जान लागिरहेको छौँ। यति साथीहरू बिएड सेकेन्ड इयरको इङ्ग्लिस ग्रुपको एकदमै रमाइलो भइरहेको छ। अन द वे किप वाचिङ। हियर माइसेल्फ मिस्टर केसी। आई फिल भेरी ह्याप्पी टु बी विथ फ्रेन्ड्स। अघि पछाडि छुट्नेवाला खै ल ल या खै त चियर खै यो है। यो हाम्रो चाहिँ आजको ट्रेकिङ गेम। नमस्ते, मेरो नाम निरुता डगाल। नमस्ते, मेरो नाम दिव्याङ्ग। नमस्ते, मेरो नाम चन्द्रनी। नमस्ते, मेरो नाम प्रकृति। नमस्ते, मेरो नाम रोशनी साई। नमस्ते, मेरो नाम सृष्टि साई। नमस्ते, मेरो नाम रक्षा राणा। नमस्ते, मेरो नाम मनसा रोकाए। नमस्ते, मेरो नाम अस्कर शर्मा। नमस्ते, मेरो नाम देवेन्द्र पोखरेल। आज तिमीहरू भाइ बहिनीलाई भेटेर एकदमै खुसी लागिरहेछ है हामीलाई। के अरे नाम के अरे? आयुषा। यतापट्टि के अरे नाम? अनिता। के अरे नाम? ए साउथ। ए शान्ति साउथ। तिम्रो नाम के अरे? अरू कोही छुट्यो? माथि आधा ग्याङ माथि पुगिसक्यो यार। एउटा यहाँ रुखमा एउटा यता माइसेल्फ अग्नि केसी। व्हाट्स अप गाइज? ए हमें ड्राई पिकनिक पे पिकनिक में पछाडि पछाडिसम्म छन्। नमस्ते, गुड मर्निङ, इट्स मी अनुष्का अधिकारी।
अनि केटाहरू यिन चाहिँ रिदम सर है हाम्रो। ल एउटा देउता लाइन कनेक्सन हुनु पर्यो है। कलेजीमा चढमै गाजलु आँखैमा लपकै भन माया लाइदिउ कि छपकै बैंसैमा मचु पकारे बन सोल्टी मन गर्न ढाँटी बन सोल्टी मन गर्न ढाँटी सम्झना बिर्सना सललल जुन बडो बिर्सना सललल एउटालाई सम्झना बिर्सना सललल जुन बडो बिर्सना सललल। हो गाइज सिडी भयङ्कर छ, थाकिसक्यौँ हामी। ल नानीहरू यता छन्। ए मलाई पनि त देखाउँ न। हाम्रो साहेबा निसा मिस प्रश्न अर्को नामै थाहा छैन हेर। आजको ट्रेकिङ यो चाहिँ भैरवस्थानको शहीद पार्कदेखि सुरु भएर माथि गोटीगाडासम्म बिहान तयारी चाहिँ 6 बजीदेखि नै थियो। घरबाट क्याम्पसबाट बजारबाट चाहिँ चिसापानी। हामीहरू चाहिँ सुर्खेत मल्टिपल क्याम्पसको सेकेन्ड इयरदेखि ट्रेकिङको लागि गुठीघाट जाँदैछौँ। साथीहरू पछाडि पनि आउँदै हुनुहुन्छ अनि हाम्रो आधा साथीहरू माथि जाँदै हुनुहुन्छ, माथि गइसक्नुभयो। अनि हामी निरन्तर यात्रामा चलिरहेका छौँ। नेपाली हाम्रो नेपाल ल कस्तो भइरहेछ? एकदम रमाइलो भइरहेछ। तपाईँहरू सुन्तला खाने बेला आउनुहोस्, सुन्तला छ सर। एकदम इन्जोय भइरहेछ। हाउ वाज द फिलिङ? No, half a boy. Very interesting. Enjoying also. फेरि सकेर कतिवटा छ बाँकी? 5वटा बाँकी। हाउ वाज योर फिलिङ? कस्तो लागिरहेछ? जहिले थाक्ने मान्छे। अरु बहिनीहरु आऊ नानी, आऊ देऊ न, आऊ। पहिले थाहा पाएले किन्न मन लाग्दैन। सर नाप्दिनुहोस्।
लट्ठीले पनि माल देखाइरहेको छ कि हामीहरू चाहिँ अहिले ट्रेकिङमा छौँ ट्रेकिङमा बलकाँडातिर आउनुभएको छौँ हामी बैलकाँडातिरको बाटोमा हिँड्दैछौँ अहिले गोटीपाडादेखि अगाडि निर्माण बढ्छ भइरहेको रहेछ बाटो बाटो पनि कन्स्ट्रक्सनमा रहेछ अन्डर कन्स्ट्रक्सन रहेछ एकदम रमाइलो भइरहेछ र तपाईँहरूले पनि यसो महिनामा एकपटक यसरी ट्रेकिङ आउँदाखेरि एकदमै यात्रा गर्दा हजुरको रमाइलो हुन्छ स्वास्थ्यमा नि स्वास्थ्यलाई फाइदा मेमोरी सबै कुरा हुन्छ यसो आउँदै गर्नुहोस् न सबैजना मिलाएर भ्यूहरू इन्जोय गर्दै गर्नु बेला बेलामा भ्यू पनि देखाइरहन्छु म We are here on trekking. यो जेन्जीहरूसँगको ट्रेकिङ एकदम चाहिँ फ्रुटफुल भयो दे आर भेरी गुड गर्ल्स भेरी नाइस बोइज आर इन फ्रन्ट अफ अस दे हेभ गन अ लिटल बिट फार भेरी नाइस भेरी कुल तर बिहानबाट यहाँसम्म अहिलेसम्म हिँड्दाखेरि हालत खराब चाहिँ भएको छ केटाकेटीहरूको यो मलाई थाहा छ यो त पुरै चाइनिज जस्तो आज त यार यसको त कस्तो लागिरह्यो रमाइलो लागिरहेछ एकदम धेरै थाकिरहेछ खुट्टामा हेर त ठिक छ सर मलाई पनि रमाइलो लागिरहेछ फर्स्ट टाइम हो इट्स भेरी इन्ट्रेस्टिङ हामी फर्स्ट टाइम आएको हाइकिङ इज अलवेज गुड एकदम वाट एबाउट यु गाइज गाइस हामीहरू अहिले के अरे गोटीगाडाको भ्यू पोइन्टमा छौँ है एकदमै रमाइलो भइरहेछ सुर्खेत भ्यालीको भ्यूहरू देखिरहेछ त्यसपछि आज शनिबार भएर धेरै मान्छेहरू आइरहेछ एकदम रमाइलो छ थ्याङ्क यू यहाँ म पनि छु बाई कसैलाई यहाँ पुग्छ भनेर नपत्ताएर टेन्सन छ यिनी बिहाको लागि भागिराख्ने हो त थाहा छैन म त्यो मलाई रिजेक्ट गरेर आएको छु मैले नगर्ने भनेर केटी राखेन पहिला हेर न त्यसलाई 1-2 महिना धाएको भने के भन्छन् केटी खोज्दै गाउँ गाउँ हिँडेकोलाई धाएको हुन्छन् मैले रिजेक्ट गरेको छु रिजेक्ट तपाईँ यसो गर न बिहा गर्ने भन्ने कुरा चलेको छ नि एकचोटि जाऊ केटी मान्छेलाई भेट उसले के गर्छ कस्तो छ उसको एमहरू के छ बुझ होइन मैले पनि त्यही सोचिरहेको अनि थिएँ चाहिँ अहिले कुरा गरेर 25 वर्ष पुगेपछि बिहा गर ब्याचलर पनि सकिन्छ म चाहिँ एकदम इन्जोय गरिरहेको छु ओके जङ्गलमा आएको यहाँ कुरो टिप्दैछौँ यार कुरो के थाहा छ कि कुरो भने यहाँ देखाउ न यस्तो लागिरहेको यस्तै बाई
प्रकृतिले दिएको यति सुन्दर ठाउँलाई यसरी फोहोर गरिदिने काम कृपया कसैले पनि नगरिदिनुहोस्। प्रकृतिलाई जोगाउँ, प्रकृतिलाई माया गरौँ। अब भने हामी एकदमै भोकाएकाले होटलतिर नास्ता खान जाँदैछौँ। तपाईँहरू पनि गोठीकाँडा जानुभयो भने त्यहाँ नास्ता खानका लागि होटलहरू रहेका छन्। हामीले भने यस हिलटप होटल एन्ड रिसोर्टमा नास्ता खाएका थियौँ। तपाईँहरू पनि यहाँ गएर नास्ता खान सक्नुहुन्छ। एकदमै रमाइलो र राम्रो वातावरण छ। नास्ता पनि एकदमै राम्रै छ भनौँ, ठिक छ खानको लागि। एन्ड इन्जोइङ एभ्री वान मोमेन्ट्स। कस्तो छ त साथी नास्ता? कस्तो लाग्छ? पिरो छ। सबभन्दा धेरै खाने थालमै हानिदिनेवाला मान्छे हेरेन, भोजमै अहिले चाहिँ हामी ठ्याक्क यो छेडामा आइपुगेका छौँ। बइलकाँडा गोठीकाँडादेखि हुँदै अब रिटर्न टु सुर्खेत भ्याली, वीरेन्द्रनगर भ्याली। अहिले हामी ट्याक्क यो छेडामा रहेको गुम्बा भिजिट गर्न लागिरहेका छौँ र हाम्रो साथीहरू अगाडि अगाडि हुनुहुन्छ। ल ल कस्तो भइरहेछ तपाईँहरूलाई? ल कस्तो लाग्यो तिमीलाई? एकदम रमाइलो। Hello, hello, how was it feel? Hi, we are good. Feeling good. This is a view, Gumba.
हाम्रो जेएनजी युवाहरू अगाडि अगाडि पुगिसक्यो। एउटा टिम चाहिँ गाडीमा घर पुगिसक्यो। हामी चाहिँ यहाँ पछाडि चाहिँ पुरा दिइरहेको छौँ वाकिङ पुरा। अब यहाँ चाहिँ साथीहरूको दही चिउरा खाने भन्ने प्लान छ। दही चिउरा खाएर अगाडि लाग्ने हो। अगाडि चाहिँ यो अब यहाँ एकदम मिसिङ ठाउँ छ। यो चाहिँ चिउरा नखाएको कारण छ क्या, सघाउनु पर्छ क्या। सबै कुरा तयार बनाएर पठाइदिएकोमा धेरै धन्यवाद। ल थ्याङ्क यू सो मच म्याम फर दिस ट्रिटमेन्ट। कस्तो भएछ आज हाम्रो? मलाई त सधैँ ट्रेकिङ भनेको चाहिँ 1000 मान्छेले चाहिँ नराम्रो भन्यो भने म त आई इन्जोय अ लट के। मलाई त्यसमा त नो क्वेसन्स के। भेरी अब यसको चाहिँ प्लेजरको त चाहिँ सीमा नै छैन। थ्याङ्क यू फर यर वर्ड्स। एकदम धेरै ब्युटिफुल। थ्याङ्क यू। एकदम रमाइलो एन्ड इन्जोयबल। रमाइलो इन्जोय भएर हामीले आइसक्यौँ। झोलामा मकै जान्छ घर लिने होइन। हाउ वाज द फिलिङ? अब तपाईँको सम्पत्ति हो, तपाईँको म्याडमको मेहनत हो। विराट कोहली। ल रिदम तिमीलाई कस्तो लाग्यो त आजको? आजको ट्रेकिङ चाहिँ मलाई एकदम दामी लाग्यो। एन्ड बिग साउट आउट टु आवर रेस्पेक्टेड टिचर अग्नि सर एन्ड होइन साउट आउट देवेन्द्र एलिना कोअर्डिनेटर फ्रेन्ड्स। एन्ड एकदम दामी लाग्यो मलाई ट्रेकिङ। ल थ्याङ्क यू। ल दिनेश। Today I feel supercalifragilisticexpialidocious. थ्याङ्क यू फर यर वर्ड्स। दीपकलाई नाच्न पठाउनु। तिमी मेरो आत्मा हो, सधैँ साथमा छौ, सधैँ साथमा छौ, सधैँ साथमा छौ। जालीको तिम्रो याद आलीको हिमालले, जालीको तिम्रो याद आलीको हिमालले। यता हेर्दै अनुहार हेरौँ न कतिको थाकेको छ बोइजहरूको। मेरो खिच्दैन न कान्छी, मेरो खिच्दैन। म त थाकेको छैन, म त बुढो मान्छे हो, थाक्ने कुरै छैन। कति 6 जना गयो होइन? 6 जना गयो। हामी अब यति बज्यौँ होइन, इन्क्लुडिङ मी। अब अलिअलि धौ भयो होला, तर एकदम पोजिटिभली लिनु पऱ्यो। ट्रेकिङ भनेको के हो भन्ने कुरो अलि बुझ्नुपर्छ है। पिकनिक टुर गर्ने र ट्रेकिङ गर्ने भने फरक छ। यो अघि आइसकेको छ नि यार। यस थ्याङ्क यू एभ्रिबडी, थ्याङ्क यू सो मच। ल चियर्स गरेर ल। ओके ल बाई बाई। ल आजलाई यति है, आजलाई क्लोजिङ हो यो चाहिँ। दिस इज द क्लोजिङ भिडियो। थ्याङ्क यू भेरी मच।